is fresh water, one is fresh water, another also fresh water, another also fresh water. But now I am going to add some salt here to make it salty water. To make it more dense. Now stir it. के गर्ने एकातिर फ्रेस वाटर अर्कोतिर के लिने salty water. We are going to test about the sinking and floating of egg and oh, यो एगलाई फ्रेस वाटरमा हालेर के हुन्छ इट सिङ्क्स कम्प्लिटली या के भयो सिङ्क भयो किन सिङ्क भयो होला नि त यहाँ हेर द डेन्सिटी अफ एग इज हायर देन द डेन्सिटी अफ वाटर कुनै पनि कुरा तब सिङ्क हुन्छ जब त्यो अब्जेक्टको डेन्सिटी लिक्विडको डेन्सिटी भन्दा के छ बढी छ यहाँ अन्डा सिङ्क भयो यसले के जनाउँछ भने अन्डाको डेन्सिटी पानीको डेन्सिटी भन्दा के छ बढी छ अन्डामा जति अपथ्रस्ट लाग्नुपर्ने हो त्यसलाई होल्ड गर्नलाई त्यति अपथ्रस्ट लाग्यो अब हामी के गर्न सक्छौँ भने डेन्सिटी पानीको बढाउन पानीमा अपथ्रस्टको मात्रा बढाउन सकिन्छ by using salt. In another glass there is salt solution. Now check this, okay? Either upthrust increase or not. फर्स्ट केसमा के थियो एकको डेन्सिटी बढी थियो वाटर भन्दा सेकेन्ड केसमा मैले के गरेँ वाटरमा साल्ट एड गरेँ साल्ट एड गरेर चाहिँ यसको डेन्सिटी के हुन्छ बढ्छ यसमा भएको अपथ्रस्टको मात्रा के हुन्छ बढ्छ इट इन्क्रिज द अपथ्रस्ट नाउ जस्ट चेक लुक फ्लोटिङ अर नट हेर त म भित्र हाल्छु त्यही पनि बाहिर आउँछ फ्लोटिङ यस फ्लोटिङ ओके यसमा लाए बराबरको अपथ्रस्ट अहिले मैले पानी हाल्दा यहाँ डिस्प्लेस भएको छु जस्तो यो पानी भरि हुँदा भरि छ नि अब मैले यो अन्डा हाल्छु पानी डिस्प्लेस हुन्छ हुँदैन यसरी हाल्दा पानी बाहिर पोखिन्छ